त्यसै गरी आजको यस सम्मेलनको चाहिँ प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय सदस्य एवं सिंह जिल्लाको आदरणीय संयोजक कमरेड कान्ता गमजमज्यू, त्यसै गरी आजको विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिरहनु भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशको प्रदेश सदस्य एवं ढ्याङ्ग्ले गाउँपालिकाको निर्वाचित उपाध्यक्ष कमरेड चन्द्रमान दलाल, त्यसै गरी आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिरहनु भएको यसै ढ्याङ्ग्ले गाउँपालिकाको पार्टीको अध्यक्ष चक्र कमरेड, त्यसै गरी यस ढ्याङ्ग्ले गाउँपालिकामा रहनुभएको पार्टीको पदाधिकारी कमरेडज्यूहरू, जिल्ला कमिटीका हाम्रो पार्टीको सदस्य कमरेडहरू, विभिन्न वडाको यहाँनिर रहनुभएको 5वटा वडाको पार्टीको अध्यक्ष कमरेडहरू, सचिव कमरेडहरू, निर्वाचित अध्यक्ष कमरेडहरू लगायत सम्पूर्ण जनप्रतिनिधिहरू लगायत विभिन्न विद्यालयमा उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई म भनेर सहयोग क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य एवं सिधै जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठको तर्फबाट क्रान्तिकारी अभिवादन। साथीहरू, हामीले कतिपय कुराहरू अहिलेसम्मको मभन्दा अगाडिको वक्ताहरूबाट आफ्नो मन्तव्यहरूको क्रममा आजको ढ्याङ्ग्ले गाउँपालिकाको दोस्रो सम्मेलन आज हामीले 3 वर्षभन्दा पछाडि आजभन्दा 3 वर्ष अगाडि चाहिँ हामीले ढ्याङ्ग्ले गाउँपालिकाको त्यो बेलाको पालिका एउटा भवनमा हामीले सम्पन्न गरेका थियौँ। त्यो पहिलो सम्मेलनले चाहिँ भरत सिंहको अध्यक्षतामा यहाँ एउटा कमिटी निर्माण गरेको थियो र त्यसले 3 वर्षको अवधि पुरा गरेर आज यो दोस्रो ढ्याङ्ग्ले गाउँपालिकाको सम्मेलन हामीले सम्पन्न गर्न गइरहेका छौँ। त्यस कारणले गर्दाखेरि सबैभन्दा पहिला अघि यहाँनिर सम्मेलनको विषयमा पनि कतिपय कुराहरू आइसकेको छ। यो सम्मेलनमा चाहिँ के हुन्छ भन्दाखेरि विगतमा गरेको कामहरूको समीक्षा हुन्छ र अहिले अब हामीले एउटा नयाँ नीतिको चयन गर्छौँ र भावी दिनको चाहिँ रणनीति हामीले यस सम्मेलन मार्फत चाहिँ हामीले तय गर्छौँ। ढ्याङ्ग्ले गाउँपालिकामा यो सम्मेलन प्रथम सम्मेलन भइसके पछाडि ढ्याङ्ग्ले गाउँपालिकाको अब अध्यक्ष भरत सिंहले सबै स्कुलमा पुगेर गाउँ कमिटीमा सबै स्कुलमा पुगेर चाहिँ एउटा विद्यालय कमिटी कक्षा इकाइ कमिटी निर्माण गर्नुभएको थियो। यो बिचमा हामीले यो कठोर कारणले गर्दाखेरि सबै ठाउँमा हामीले सम्मेलन भएको कारणले गर्दाखेरि पनि सबै ठाउँमा हामीले पुग्न सकेनौँ। हामीले यो भदौको 8 गतेसम्म जिल्लाको 9वटै पालिकाकोहरूको सम्मेलन सकाइसक्नु पर्ने र भदौको 15 गतेको जिल्लाको सम्मेलन गरेर हामीले असोजको यो पहिलो हप्तामा चाहिँ हाम्रो राष्ट्रिय सम्मेलन चिन्तन गर्नुपर्ने भएको कारणले गर्दाखेरि पनि यो बर्खाको ठाउँमा हामीले सबै ठाउँ पुग्न नसकेको कारणले गर्दाखेरि पनि प्रतिमूलक तरिकाले हामीले उपस्थित गराएर हामीले यहाँ सम्मेलन गर्नुपर्ने स्थिति अहिले बनेको छ। मैले अब हुन त अब हामी नेतृत्वले चाहिँ कतिपय कुराहरू काम गर्दै गर्दा त्यसलाई चाहिँ साथ दिने र त्यसलाई अझ ऊर्जा दिने काम गर्नुपर्छ। त्यस नाताले पनि आजको जति पनि विद्यार्थी साथीहरू यहाँ उपस्थित हुनुभएको छ तपाईँहरू एक मानेमा भाग्यशाली विद्यार्थी पनि हुनुहुन्छ। कति जो साथीहरू छुट्नुभयो उहाँ एक हिसाबले इतिहासमा एक स्टेप उहाँहरू पछि पनि पर्नुभयो। त्यस कारणले गर्दाखेरि सर्वप्रथम त यहाँ उपस्थित भएको विद्यार्थी साथीहरूलाई म बधाई दिन चाहन्छु। आज तपाईँको यो ढ्याङ्ग्लेको दोस्रो गाउँको दोस्रो पालिका सम्मेलनले चाहिँ तपाईँहरूलाई यहाँ एउटा पालिका स्तरीय एउटा कमिटीको निर्माण गर्नेछ। त्यो पालिका स्तरीय कमिटी भनेको तपाईँहरूको विद्यालय कमिटीभन्दा माथिल्लो तहको कमिटी हो। जसरी हामीले विद्यालयहरूमा विभिन्न किसिमका क्लबहरू गठन गरिरहेका हुन्छौँ, त्यो क्लबमा पनि ती क्लबहरूले बाल क्लबहरू गठन हुन्छ नि विद्यालयमा, त्यो क्लबहरूले चाहिँ विद्यार्थीको हक र हितको निम्ति नै काम गरे जस्तै यो ढ्याङ्ग्ले स्तरीय पालिकाको चाहिँ यो सम्मेलनले चाहिँ तपाईँ तमाम यो ढ्याङ्ग्ले भरिको विद्यार्थीहरूको चाहिँ हक र अधिकारको निम्ति चाहिँ यसले सङ्घर्ष गर्नेछ, यसले काम गर्नेछ। अब मैले यो भन्दै गर्दा भोलि अब हामीले एमालेको विद्यार्थी सङ्गठनमा रहेको साथीहरूलाई सहयोग गर्ने कि नगर्ने, काङ्ग्रेस निकटको कोही नेवी सङ्घका साथीहरू पनि हुन्छन्, त्यसलाई सहयोग गर्ने कि नगर्ने भन्दाखेरि सबै विद्यार्थी सङ्गठनमा रहेका साथीहरूलाई हामीले नेतृत्व लिएर सहयोग गर्ने सकिन्छ, मजाले सहयोग गर्ने सकिन्छ भने ती नेवी सङ्घमा रहेका र अनिवार्य सहयोग भन्ने अर्को एमाले निकटको सङ्गठन पनि छ जसले यही झन्डा प्रयोग गर्छ, कलम र तारा अङ्की झन्डा प्रयोग गर्छ। त्यसलाई पनि हामीले के गर्ने त सहयोग गर्ने।
सबैलाई सहयोग गर्ने र हाम्रो सङ्गठन 1800 क्रान्तिकारीमा चाहिँ हामीले आबद्ध गर्ने र यो 84 सम्ममा चाहिँ अब पहिला जस्तो गठबन्धन गरेर होइन एकल तरिकाले चाहिँ हामी जित्ने गरे चाहिँ लाग्ने त्यो तरिकाले चाहिँ हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ। पार्टीको जिल्ला संयोजक कमरेड पनि यही हुन्छ होला। भोलिको दिनमा के होला, हामीले एमालेसँग गठबन्धन गर्दाखेरिको हकीकत पनि देखिसक्यो, काङ्ग्रेससँग गठबन्धन गर्दाको पनि हकीकत सबै हामीले देखिसक्यो। हामीले यहाँको वडा नम्बर 3 हामीले जित्न सकेका छैनौँ, त्यो वडा पनि जित्ने गरी हामीले चाहिँ तयारी गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि हामीले सबैलाई सहयोग गरेर हामी विद्यार्थी सङ्गठनले सबैलाई सहयोग गरेर चाहिँ मन जितेर चाहिँ हामीले अगाडि बढ्नुपर्छ। हामी भोलिको पार्टी सङ्गठन भनेको अहिलेको विद्यार्थी सङ्गठन नै हो। हामीले यसो सरस्वती हेर्छौँ, हामीले विद्यार्थी सङ्गठनहरूलाई त्यति ध्यान दिइरहेको देखिँदैन। मैले त कतिपय पालिकामा भन्ने गरेको छु, हामीले यहाँ सम्मेलन गर्छौँ, कतिपय अवस्थामा हामीले यहाँ सबै समय हामीले दिन सकेका हुँदैनौँ। त्यस कारणले गर्दाखेरि यहाँको गाउँपालिकाले पनि त्यो विद्यार्थीलाई सक्रिय बनाउन सहयोग गर्नु पर्यो भनेको छु। मैले अघि यहाँ ध्यानले गाउँपालिकाको अध्यक्ष कमरेडलाई पनि भने यहाँको विद्यार्थी फ्याक्सन के को छ कि छैन भनेर उहाँलाई पनि मैले सोधेँ। त्यो विद्यार्थी फ्याक्सन इन्चार्ज चाहिँ हामीले यहाँ तोकेको रहेनछ। पार्टीको एकजना कोही लिडर जो विद्यार्थीसँग अलिक भोट्ने हुने खालको टाइपको एकजना विद्यार्थी मैत्री खालको कोही नेता कमरेडलाई चाहिँ हामीले गाउँपालिकाको कमिटी एउटा बैठकले चाहिँ विद्यार्थी फ्याक्सन इन्चार्जको पनि तोक्नको निम्ति पनि म अनुरोध गर्न चाहन्छु। त्यो भएपछि के हुन्छ भन्दाखेरि उहाँले नै यहाँको विद्यार्थीसँग समन्वय गर्नुहुन्छ होइन, यहाँ नै समन्वय गर्ने अलिकति सजिलो पनि हुन्छ। नत्र भने चाहिँ विद्यार्थी सङ्गठन हामीले चलाएनौँ भने चाहिँ हामी निष्क्रिय हुन्छ। हामीलाई जति चलाउन सक्यौँ त्यति नै के हुन्छ, हामीलाई कति पैदा हुन्छ र हामीले सोचेको अनुसारको चाहिँ हामीले काम गर्न सक्छौँ। पछिल्लो चरणमा विद्यार्थी सङ्गठनमा चाहिँ समय नदिएको कारणले गर्दाखेरि मतलब यो बिचको अवधिमा 2-3 वर्षको अवधि भर चाहिँ हामी कहाँ छ, हाम्रो ठाउँमा हामीलाई थाहा छ, तर विद्यार्थी सङ्गठन कहाँ छ भनेर पनि पार्टी नेतृत्वले अलिक सही तरिकाले खोजीनिधि नगरेको हो कि जस्तो मलाई अनुभव हो। त्यसो भन्नुपर्छ, फेरि हामीले हाम्रो काम गर्नु पर्दैन, हामी चुप लगाएर बस्नु अलिकति खोजिनु पर्ने भनेको चाहिँ होइन। हामीले पनि हाम्रो रफ्तारमा हिँड्नुपर्छ। साथसाथै हामीलाई पनि त्यो गति पैदा गर्ने काममा चाहिँ पार्टी नेतृत्वले पनि सहयोग गर्नुपर्छ, घचघच्याउनुपर्छ भन्ने पनि म अलिकति यो विषय पनि मैले राख्न चाहेँ। त्यस कारणले गर्दाखेरि यहाँको विद्यार्थीलाई अगाडि बढाउनुको निम्ति चाहिँ यहाँकै गाउँ कमिटीको चाहिँ महत्त्वपूर्ण भूमिका रहोस्, त्यो म यहाँ तपाईँहरूको माझमा पनि अनुरोध गर्न चाहन्छु। अब यो हामीले विद्यार्थीहरूको सन्दर्भमा अलिकति भन्दै गर्दाखेरि अलिकति इतिहासको कुराहरू पनि पट्याउनुपर्छ, कतिपय थोरै कुराहरू चाहिँ हामीले भन्नुपर्छ। यहाँ कतिपय कुराहरू त आइ पनि सकेको छ। हामीले 1997 सालमा पनि राणा शासनहरू 107 वर्ष जुन चाहिँ जाने राणा शासनहरू थियो, त्यो बेला पनि यो पार्टीहरूलाई चाहिँ बन्देज गरिएको थियो। पार्टीहरू चाहिँ अहिले जसरी चाहिँ खुल्ला रूपमा चाहिँ यहाँनिर अहिले राजनीति हामी गर्छौँ नि, एमाले माओवादी काङ्ग्रेस सबैले गर्छौँ नि, त्यो तरिकाले हिजोको दिनमा चाहिँ के थियो भन्दाखेरि पार्टीलाई आफ्नो गतिविधि गर्नलाई चाहिँ छुट थिएन। त्यो बेला प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्ध लगाएको बेला विद्यार्थीहरूले चाहिँ त्यो पार्टीको मुद्दाहरू चाहिँ विद्यार्थीहरूले उठाउने गर्थे। विद्यार्थीहरूले चाहिँ सङ्गठित भएर चाहिँ आफ्नो विषयवस्तुहरू राख्थे। त्यो बेलाको जाने राणा शासनको विरुद्धमा चाहिँ निरङ्कुशताको विरुद्धमा चाहिँ विद्यार्थीहरूले आवाज उठाउँथ्यो। त्यो बेलामा चाहिँ गङ्गालाल श्रेष्ठ लगायतका 4 जना होनार शहीदहरूको बारेमा पनि हामीले शहीद दिवसको बेला पनि हामी उहाँहरूलाई सम्झन्छौँ। यी शहीदहरूको जगमा चाहिँ नेपालको विद्यार्थी आन्दोलन चाहिँ सुरुवात भएको छ। जब 2006 सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो, त्यो कम्युनिस्ट पार्टीको स्थापना भए सँगसँगै नेपालमा चाहिँ नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनको स्थापना भएको थियो। त्यो फेडरेसनको 2006 सालमा स्थापना भए पछाडि नेपालमा अलिअलि गतिविधि भयो। अहिले जति पनि विद्यार्थीहरू छन् यहाँनिर नेताहरू छन्, हिजो शेरबहादुर देउवादेखि लिएर केपी ओलीदेखि लिएर जति पनि हिजोका ठुल्ठुला नेताहरू छन्, यति विद्यार्थी सङ्गठनहरू एउटै विद्यार्थी सङ्गठनमा हिजोको दिनमा आबद्ध रहेका थिए। अब विभिन्न चरणमा विभिन्न पार्टीहरू बन्ने चरण रह्यो र विभिन्न पार्टीहरू बन्ने सँगै के हो त्यो विचारमा आस्था भएका विद्यार्थी सङ्गठनहरू पनि जन्मिने क्रममा चाहिँ 2022 साल जेठ 1 गते चाहिँ 1800 क्रान्तिकारीको चाहिँ नेपालमा स्थापना हो। सुजन खरेलको चाहिँ नेतृत्वमा, जसलाई उहाँलाई आत्माराम पनि भन्छौँ हामीले, उहाँको नेतृत्वमा चाहिँ 11 सदस्यीय, हेर्नु त त्यो बेलाको कमिटी भनेको जम्मा 11 सदस्य चाहिँ विद्यार्थी सङ्गठनको चाहिँ स्थापना भएको थियो। यसरी नेपालमा त्यस्तो निरङ्कुशताको बेला जुन बेला हामीले त्यो बेलाको राणाहरूको विरोध गर्न सक्दैनथ्यौँ, त्यस्तो बेलामा चाहिँ सुजन खरेलको नेतृत्वमा चाहिँ 11 सदस्यीय विद्यार्थी सङ्गठन निर्माण भएको थियो। र विभिन्न चरणमा अहिले हामी यहाँ त हाम्रो क्याम्पस छैन, सदरमुकाममा चाहिँ विभिन्न कलेजहरू छ, जो 12 भन्दा माथिको कलेजहरू, त्यहाँ
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि हुन्छ। त्यसमा चाहिँ विभिन्न सङ्गठनहरूको विद्यार्थीहरूले चाहिँ नेतृत्व गरेर चाहिँ विद्यार्थीहरूले भोट हालेर जसरी हामीले वडाको अध्यक्षहरू छान्छौँ नि, सदस्यहरू छान्छौँ नि, त्यसरी नै क्याम्पसहरूमा चाहिँ के हुन्छ भन्दाखेरि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन्छ। त्यसको पनि स्थापना हामीले यो टेबलमा गरेका छौँ र तपाईँहरू भोलिका दिनमा 12 कक्षा पढेर क्याम्पसहरूमा गइसके पछाडि त्यहाँ पनि यसको बारेमा अझ महत्त्वपूर्ण यसको बारेमा तपाईँहरूले चाहिँ त्यस बारेमा बुझ्न सक्नुहुनेछ। विशेष त म यो ढ्याङ्ग्ले गाउँपालिका शहीदहरूको एउटा आर्द्रभूमि पनि हो। म यो आर्द्रभूमिमा बस्दै गर्दा निर्मला देवकोटालाई सम्झन चाहन्छु। उहाँ पनि एउटा विद्यार्थी नेतृत्व हुनुहुन्थ्यो र ढ्याङ्ग्ले गाउँपालिकाको यहीँको वडा नम्बर 1 अमलेको उहाँ वासी पनि हुनुहुन्थ्यो। यो 2052 सालमा चाहिँ जब नेपाल कम्युनिस्ट पार्टीले चाहिँ जनयुद्धको सुरुवात गर्यो र सुरुवात गरे पश्चात चाहिँ उहाँले चाहिँ आन्दोलनको क्रममा चाहिँ शहादत प्राप्त गर्नुभएको थियो। त्यस कारणले गर्दाखेरि म निर्मला देवकोटा लगायत आज हामी ढ्याङ्ग्लेमा छिर्दै गर्दाखेरि प्रवेश गर्दै गर्दाखेरि त्यहाँनिर शहीदहरूको एउटा चोक पनि छ। शहीदहरूको त्यहाँनिर प्रतिमूर्तिहरू पनि स्थापना गरिएको छ लगायत सम्पूर्ण शहीदहरूप्रति चाहिँ म श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। हामीले 2052 साल फागुन 14 गते 1 गते जनयुद्धको सुरुवात भयो। फागुन 14 गते गोर्खामा एउटा विद्यालयमा तत्कालीन त्यो बेलाको शाही सेनाहरूको प्रतिवाद गर्दै गर्दा दिलबहादुर रम्तेल जुन 11 वर्षको बालक हो, दिलबहादुर रम्तेल, हामीले त्यो 11 वर्षमा धेरै माथि पुगिसकेका छौँ नि त। त्यस्तो विद्यार्थी दलले चाहिँ प्रतिकार तत्कालीन सेनाको प्रतिकार गर्दै गर्दा तत्कालीन अब एक खालको सरकारकै प्रतिकार गर्दै गर्दाखेरि चाहिँ त्यो बेलामा चाहिँ माओवादीको समर्थनमा लाग्यो भनेर त्यो बेलामा सेनाले गोली हानेर हत्या गरेको थियो। त्यस्तो सङ्गठनको हामी अहिले यहाँ सम्मेलनमा भइरहेका छौँ। त्यस्तो सम्मेलनमा त्यस्तो सङ्गठनको चाहिँ हामी आज यो गौरवशाली यो सम्मेलनमा आज उपस्थित भइरहेका छौँ। हामीले अहिले तपाईँहरूलाई भन्नुपर्छ, हामीले जीवनमा जन्मिसके पछाडि हाम्रो केही न केही उद्देश्य छ। हामीले जीवनमा जन्मिसकेपछि खाने, बस्ने, रमाइलो गर्ने, हिँड्ने मात्र हाम्रो उद्देश्य होइन। हामीले यहाँनिर विद्यार्थी सङ्गठनको हाम्रो झन्डा पनि त्यहाँ अगाडि मैले तपाईँहरूले अलिकति हेर म अनुरोध गर्न चाहन्छु। त्यो झन्डाले केही कुराहरू बताइरहेको छ। त्यो रातो पृष्ठभूमिमा एउटा रगतको एउटा यो आन्दोलनको पृष्ठभूमिमा चाहिँ रक्तको एउटा पृष्ठभूमिमा चाहिँ त्यहाँ कलम र तारा छ। त्यो कलम सँगसँगै एउटा अर्को तारा छ। ताराको केही एउटा चिन्ह छ, त्यो भने हाम्रो उद्देश्य हो। त्यो कलम र तारा भनेको, कलम भनेको हाम्रो विद्यार्थीको पैसा हो, हतियार हो, र अर्को त्यो तारा भनेको हाम्रो त्यो उद्देश्य हो। र त्यो उद्देश्यको लागि चाहिँ हाम्रो सङ्गठन अनि राष्ट्रिय क्रान्तिकारी हिँडिरहेको छ। मैले अघि भने हिजो हामी निरङ्कुशताको अन्त्य गर्नको लागि हिजो राणा शासनदेखि हामी उभियौँ। हाम्रो त्यो बेलाको स्थापनाकालीन उद्देश्य भने बिचको बेला हामीले राष्ट्रिय स्वाधीनताको पक्षमा हाम्रो किनभने त्यो सीमाहरू चाहिँ भारततिरबाट चीनतिरबाट विभिन्न ठाउँहरूमा चाहिँ मिच्दै गर्दाखेरि त्यसको चाहिँ आवाज उठाउने गरेको त्यो उद्देश्यको साथ पनि हाम्रो विद्यार्थी सङ्गठन स्थापना भएको थियो। त्यसैले अहिले पछिल्लो चरणमा भनेको समाजवादी शिक्षा प्राप्त गर्नको लागि त्यो शिक्षा सबै विद्यार्थीहरूलाई चाहिँ लागू गराउनको निम्ति हामीले यो उद्देश्यको साथ चाहिँ हामीले यो 3टा उद्देश्यको साथ चाहिँ राष्ट्रिय क्रान्तिकारी चाहिँ स्थापना भएको सङ्गठन हो। मैले अब यहाँ गाउँपालिकामा कस्तो कस्तो किसिमको शिक्षाहरू पढाइ भइरहेको छ भन्ने कुरा यहाँ अहिले गाउँपालिका उपाध्यक्षले पनि तपाईँहरूलाई भन्नुहुनेछ। अलिकति यो भौगोलिक विकटता भए पनि हिजोको दिनभन्दा यो धेरै सुगम बनिसकेको छ होइन। पहिला हामी यो ढ्याङ्ग्ले गाउँपालिका आउँदै गर्दा म यता मजगाउँको यो मतनबास टावरबाट त्यहाँ सिन्धुलीगढीबाट हिँड्दै त्यो बाटो हुँदै बस्तीपुर हुँदै म माथि हाम्रो नेत्रकालीको गोबी हुँदै नेपाल थोकसँगसम्म म हिँडेको छु। यो भूगोललाई मैले पनि आफ्नो तरिकाले बुझ्न पाएको छु। यो मजतिर यहाँनिर ठुल्ठुलो जुगा पनि पाइन्छ होइन, त्यो हामी सबैलाई थाहा छ अलि माथिल्लो भेगतिर। त्यस कारणले गर्दाखेरि यो यहाँको भूमिको विषयमा पनि म अलिकति जानकारी नै छु र विभिन्न हाम्रै सङ्गठनको कार्यक्रमको सन्दर्भमा पनि म यो अगाडि पनि यहाँनिर विभिन्न चरणहरूमा आएको छु। मैले 2067 सालमा पनि एकचोटि म यो एउटा अभियानको सिलसिलामा आज धेरै वर्ष अगाडि पनि म यहाँनिर ढ्याङ्ग्लेकमा चाहिँ पाइला टेक्न थालेको छु। त्यो बेलाको ढ्याङ्ग्लेक र अहिलेको ढ्याङ्ग्लेकमा धेरै अन्तर छ। अहिले बाटोको हिसाबले पनि त्यो बेलाभन्दा धेरै राम्रो छ। त्यो बेला त हामी हिँडेर हिँडेर आएको होइन, त्यो हिँडेर आएको त्यो बेला त अझ हाम्रो चियाबारी मासतिर हुँदै यताबाट पनि यो आउँदै थियो जस्तो लाग्छ मलाई। मरिन हुँदै आउने बाटो थियो त्यो बेला। विशेष गरी त्यो तल्लो नाकाबाट बढी प्रयोग हुन्थ्यो। अहिले चाहिँ यताबाट राम्रो बाटो भएपछि यताबाट आयो।
मैले अलिकति यहाँको सन्दर्भ पनि कोट्याएँ र अब हामीले अघि यो सम्मेलन गर्दाखेरि चाहिँ मैले अघि पनि भनिहालेँ तपाईँहरूलाई। अब यहाँको एउटा झ्याङ्ले गाउँपालिकाको चाहिँ एउटा कमिटीको हामीले अध्यक्ष चयन गर्नेछौँ, उपाध्यक्ष चयन गर्नेछौँ, सचिव चयन गर्नेछौँ, सहसचिव, कोषाध्यक्ष लगायत अन्य साथीहरू सदस्यको रूपमा रहनुहुनेछ र त्यो कमिटीले झ्याङ्ले गाउँपालिकामा रहेको विद्यार्थीहरूको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नेछौँ र त्यसको विषयमा हामीले पनि केही कुराहरू यहाँ यसो गरौँ भनेर हामी सल्लाह पनि दिनेछौँ र त्यो सल्लाह अनुसार चाहिँ झ्याङ्ले गाउँपालिकामा आज हाम्रो उपाध्यक्ष त्यसै गरी एउटा वडाको प्रतिनिधिभन्दा बाहेक हाम्रो यहाँको 2 तिहाईभन्दा माथि हाम्रो यहाँको कमिटी रहेको छ। त्यस कारणले गर्दाखेरि हामी विद्यार्थीको मुद्दा पनि यो गाउँपालिकाले चाहिँ सजिलैसँग चाहिँ स्वीकार गर्नुपर्छ। यहाँको विद्यार्थीसँग सम्बन्धित कुराहरू चाहिँ हाम्रो यो झ्याङ्ले गाउँपालिकाको सरकारले चाहिँ सजिलैसँग चाहिँ लागू गर्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने यहाँ हाम्रो निर्णय बिना त मलाई जहाँसम्म लाग्छ झ्याङ्ले गाउँपालिकामा त त्यसै कुनै पनि कुराहरू अगाडि बढ्छ जस्तो मलाई लाग्दैन। हाम्रो एउटा जनघनत्वको आधारले पनि त्यो कुरा चाहिँ हामीले लागू गर्न सक्छौँ। यहाँनिर कतिपय विद्यार्थीहरू प्राविधिक रूपमा बाहिर पढेको विद्यार्थीहरू पनि हुनसक्छ। ती विद्यार्थीहरूलाई स्कलरसिप दिने सन्दर्भमा पनि झ्याङ्ले गाउँपालिकाले चाहिँ सहयोग गर्नुपर्छ। त्यो गरिरहेको होला भन्ने मैले अपेक्षा राखेको छु। विभिन्न ठाउँहरूमा चाहिँ प्राविधिक शिक्षाहरू लिँदै गरेका अथवा यहाँको 11-12 प्लस 2 पढिरहेका विद्यार्थीहरूलाई पनि झ्याङ्ले गाउँपालिकाको सरकारले केही बजेटहरू छुट्याइदिएको खण्डमा हामीले यहाँनिर चाहिँ के छ भन्दाखेरि लागू गर्न सक्छौँ। प्लस 2 को 11-12 को सन्दर्भमा मैले मरेन गाउँपालिकामा त्यहाँनिर अनि यहाँ तत्कालीन अवस्थाको हाम्रो निर्वाचित अध्यक्ष पनि हुनुहुन्छ आजको प्रमुख अतिथि त्यहाँनिर मरेन गाउँपालिकामा प्लस 2 सम्मको चाहिँ निःशुल्क चाहिँ शिक्षाको पनि व्यवस्था गरेको भन्ने मैले सुनेको छु। त्यो हिसाबले यहाँनिर हाम्रो झ्याङ्ले गाउँपालिकामा पनि त्यो व्यवस्था गर्न सकिने नसकिने गरेको छ भने चाहिँ मैले सुनेको छैन। तर जहाँसम्म लाग्छ मलाई त्यो व्यवस्था गर्न बाँकी छ। हामीले प्लस 2 सम्मको शिक्षा चाहिँ निःशुल्क रूपमा यदि झ्याङ्ले सरकारले चाह्यो भने त्यसलाई हामीले चाहिँ लागू गर्न सक्छौँ। लगायत विद्यार्थीसँग सम्बन्धित अन्य धेरै कामहरू चाहिँ हामीले गर्न सक्छौँ। मैले यहाँ केही रिपोर्टहरू पनि गरेर लिएर आएको छु। यो अब यहाँसँग सम्बन्धित होइन, यो हामी विद्यार्थीहरू सङ्गठनमा लागिसके पछाडि के कुराहरू चाहिँ हामीले चाहिँ अलिकति अध्ययन पनि गर्नुपर्छ। हामी यहाँ जति पनि छौँ हामी हिजोको युद्धकालीन अवस्थाबाट पार भएर हामी शहीद सम्पत्तिहरू पनि छौँ। हाम्रो केन्द्रीय सदस्य हाम्रो कृतिक श्रेष्ठ पनि हुनुहुन्छ, हिजोको दिनको हाम्रो शहीदको सन्तति पनि हुनुहुन्छ, महेन्द्र श्रेष्ठको छोरा पनि हुन्छ। हिजो हाम्रो गौरव संस्थानबाट बनाएर क्रान्तिकारीको जिल्लाको अध्यक्ष र केन्द्रीय समितिमा रहेर पनि उहाँले काम गर्नुभएको थियो। यस्तै अन्य धेरै शहीदहरू हाम्रो यहाँ रामबहादुर रायमाझी, विकास श्रेष्ठ लगायत धेरैले साहस प्राप्त गर्नुभएको। उहाँ पनि सिलगढी जिल्लाको चाहिँ अध्यक्ष भइसक्नु भएको, केन्द्रीय समितिमा रहेर काम गरिसक्नु भएको। मैले विद्यार्थीको सेक्टरको मात्र अलिकति कुरा गरेँ, पार्टीको अन्य धेरै नेताहरू पनि हुनुहुन्छ, उहाँहरू पनि साहस प्राप्त गर्नुभएको छ। यस अर्थमा हामीले त अहिले केही गर्नु परेको छैन नि त। हामीले हिजो जस्तै बन्दुक बोकेर हिँड्नु परेको छैन। हामीले अब यहाँको विद्यार्थीलाई तपाईँहरू बन्दुक बोकेर हिँड्नुपर्छ पनि भन्दैनौँ। अबको हाम्रो युद्ध भनेको चाहिँ कलमको युद्ध हो। कलमबाट हामीले चाहिँ युद्ध गर्छौँ। त्यस कारणले गर्दाखेरि सम्पूर्ण विद्यार्थी साथीहरूलाई आजको यस सम्मेलनमा उपस्थित भइदिनु भएकोमा म अनारसकी क्रान्तिकारी समिति जिल्लाको इन्चार्जको तर्फबाट पनि विशेष धन्यवाद दिन चाहन्छु। र झ्याङ्ले गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्तै खालको रचनात्मक कार्यक्रमहरू पनि सँगसँगै लानेछ। यो सम्मेलन सके पछाडि तपाईँहरूको यहाँको विद्यार्थी सङ्गठनको साथीहरूको एउटा बैठक बस्नु होला र त्यो बैठकले चाहिँ अब कसरी जाने भन्ने कुरा यहाँको नेतृत्वहरूलाई सल्लाह पनि गर्नु होला र यहाँको नेतृत्वहरूले पनि जस्तो विद्यार्थी साथीहरू सिधै गएर चाहिँ स्कुलहरूमा सङ्गठन बनाउन नसक्ने स्थिति पनि हुनसक्छ। त्यस कारणले गर्दा मैले विद्यार्थी एक्सनको इन्चार्ज तोकिदिनु भन्नु कारण के पनि भन्दाखेरि उहाँ आफै स्वयमै गएर पनि त्यो सङ्गठन चाहिँ निर्माण गर्न चाहिँ उहाँले सक्नुहुनेछ। त्यो सहयोग चाहिँ उहाँले प्रदान गर्न सक्नुहुनेछ। लगायत मैले अहिले घाचा घुच्चाहरूले पनि सुझे अलिकति केही कुरा हामीले पनि अलिअलि पार्टीहरूले पनि हामीलाई सहयोग गर्नुपर्छ भन्ने हामीलाई पनि अपेक्षा छ। केही विद्यार्थी साथीहरूलाई हामीले ल्याउन चाहिरहेका थियौँ तर पनि गाडीको समस्याको कारणले गर्दा पनि ल्याउन सकिनँ भन्ने पनि मैले साथीहरूबाट अघि सुने होइन। त्यस कारणले गर्दाखेरि त्यस्ता ठाउँहरूबाट विद्यार्थीहरूले हामीले ल्याउन सकिन्छ भने वडाहरू खाली नहोस् भन्न मात्र खोजेको हो मैले। हामी अहिले कतिपय वडाहरूबाट धेरै विद्यार्थी छौँ, कतिपय वडाहरूबाट हामी विद्यार्थी अहिले छैनौँ जस्तो पनि लाग्छ। त्यस कुरामा पनि आगामी दिनमा
पार्टीले अझ राम्रोसँग सहयोग गराउनेछ, अहिले पनि सहयोग गर्नु नै भएको छ भन्दै पार्टीप्रति पनि आभार व्यक्त गर्दै मैले आफ्नो मन्तव्य यही नै हस्त